आजको भिडियोमा म तपाईहरुलाई तपाई विदेशबाट घर आउँदै हुनुहुन्छ र आउने तर्खरमा हुनुहुन्छ र तपाईलाई थाहा छैन के सामान लान पाइन्छ एयरपोर्टमा र पाइँदैन के कुरा फ्रीमा अथवा उता कस्ट र भन्सार बिना एयरपोर्टबाट ल्याउन पाइन्छ यो कुरा तपाईलाई थाहा छैन भने आज यसैको बारेमा मैले तपाईहरुलाई भिडियोमा जानकारी दिनेछु। भिडियो तपाई स्टेप बाइ स्टेप हेर्नु होला, कुनै पनि स्किप नगरी हेर्नु होला र तपाईहरुलाई धेरै हेल्पफुल हुनेछ र नबुझेको कुरा सोधिदिनु होला र जो कुरा तपाईलाई थाहा छ भने ओके, थाहा छैन भने गुड तपाईलाई म जानकारी आज विस्तृत रूपमा दिनेछु है। जसको लागि म डाइरेक्ट गएर गुगलमा मैले नेपाल गभर्नमेन्टको कस्टम अफ गभर्नमेन्ट नेपाल भनेर म वेबसाइटमा गएर म तपाईहरुलाई यहाँ सिकाउने छु। यहाँ छ डिपार्टमेन्ट अफ कस्टम छ नेपालको भन्सारको गएर एउटा वेबसाइट खोले, वेबसाइटमा गएर आज तपाईहरुलाई म यहाँ गएर सम्पूर्ण जानकारी दिनेछु र जे जति मलाई थाहा छ त्यही अनुसारले यो नेपाल सरकारद्वारा अर्थ मन्त्रालय भन्सार विभागद्वारा मैले यो जानकारी दिँदैछु तपाईहरुलाई। यो कुनै म आफ्नो तरिका लिएर दिएको होइन, यो भन्सारको जिज्ञासा सम्बन्धी छ। यहाँ गएर मैले तपाईहरुलाई यहाँ दिनेछु। यो मैले अलरेडी डाउनलोड गरेको छु, मलाई अलरेडी देखाएको छ। त्यसरी तपाई पनि आफै गएर डाउनलोड गरेर भन्सार विभागको वेबसाइटमा गएर जानकारी लिन सक्नुहुन्छ र म भिडियो पुनः स्टार्ट गर्न जाँदैछु र स्टार्टिङमा छ तपाईहरुलाई मैले बुझ्ने तरिकालाई नै भिडियोमा भन्नेछु। यहाँ छ स्टार्टिङमा यहाँ म थोरै दिनेछु। यहाँ वैदेशिक अध्ययन तथा श्रम रोजगार भ्रमणमा जानुहुने व्यक्तिहरूले ध्यान दिनुपर्ने कुराहरू भन्ने छ र तल यहीँ अर्को छ नेपाली नागरिक विदेशबाट नेपाल फर्किँदा साथमा ल्याउने वा आउनु अघि वा पछि पठाउने सामानहरूको वस्तुहरूको सम्बन्धमा जानकारी। यो हो, म सबै तपाईहरुलाई देखाउनेछु। यहाँ छ भन्सारमा शुल्क नलाग्ने वस्तुहरू, यहाँ थोरै जुम गरेर देखाउँछु तपाईलाई अलि सजिलो होस् भनेर। र तपाईले पुरानो प्रयोग भएको वस्तुहरू, बिछोनाहरू, बेडहरू, घर गृहस्थी सामानहरू, लुगाफाटा यो ल्याउन सक्नुहुन्छ र खाद्यान्नका सामान 7 किलोसम्म 7 प्रकार यस्तो खालको ल्याउन सक्नुहुन्छ। र अर्को छ सुनको खण्डमा। यहाँ सुनको खण्डमा तपाईले यहाँ छ जुन पुरुषको हकमा तपाईको 25 ग्रामसम्म ल्याउन सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ पुरुषको खण्डमा, जुन महिलाहरूले चाहिँ 50 ग्रामसम्म ल्याउन सक्नुहुन्छ सुनमा र चाँदीकोमा 500 ग्रामसम्म ल्याउन सक्नुहुन्छ। र अर्को यता छन् रु 1 लाखसम्मको जडित सुन वा चाँदीको गहनाहरू, जुन तपाईले 1 लाखसम्मको चाँदीको गहनाहरू सुनको बनाएर तपाईले लगाएर आउन सक्नुहुन्छ। यसको मतलब 1 लाख भनेको नेपालकै तौल 1 तोलासम्म तपाईले लगाएर बनाएर ल्याउन सक्नुहुन्छ। त्यसमा कुनै सरकारले रोकथाम छैन, यो फ्रीमा हो, केही रोक्ने छैन। र अर्को छ यहाँ होइन बिरामी तथा अशक्त यात्रुहरूको लागि छ यो सामानहरू, औषधिहरू बिलसँग ल्याउन सक्नुहुन्छ। र यस्तो बिरामीहरूको चेयरहरू यस्तो तपाईले ल्याउन सक्नुहुन्छ र बच्चाहरूको लागि यस्तो व्हिल चेयरहरू, कसैलाई साइकल खेलौना, यिनीहरू पनि एक थान ल्याउन सक्नुहुन्छ। र अर्कोमै छ अब पेसाकर्मी प्रयोग गर्ने उपकरणहरू, यिनीहरू खेलाडीहरूको लागि यो छ सारङ्गीको लागि, यिनीहरूलाई चाहिँ अब छुट्याएको छैन उपकरणहरू। यसको लागि के छ यो म थाहा नभएको कुरा म तपाईलाई भन्दिनँ। र मदिरा पदार्थमा तपाईले 1 लिटरसम्म ल्याउन सक्नुहुन्छ ड्युटी फ्रीबाट, त्यहाँबाट किनेर तपाईले ल्याउन सक्नुहुन्छ। तपाईँ विदेशमा बस्नुहुन्छ पक्कै पनि तपाईलाई पनि थाहा होला, छुट्टीमा फर्स्ट छुट्टी आउँदै हुनुहुन्छ भने थाहा नहुनसक्छ र जो सेकेन्ड छुट्टीमा आउँदै हुनुहुन्छ उहाँहरूलाई त यो पक्कै पनि थाहा होला। र अर्को तपाईँको विस्तृतमा छ यहाँ तपाईँहरूलाई म बताउन गइरहेको छु। यो जुन डेस्कटप तपाईँले ल्यापटपहरू भयो, डेस्कटप ल्यापटपहरू भयो, यहाँ तपाईँले एक थान पाउन सक्नुहुन्छ कम्प्युटर डेस्कटप। र मैले पनि अस्ति घर आउँदाखेरि मैले एउटा डेस्कटप र एउटा ल्यापटप लिएर आएँ, मलाई केही नै रोकथाम भएन। र अर्को छ भिडियो क्यामेराहरू 1 थान ल्याउन सक्नुहुन्छ। पेन ड्राइभ र घडीहरू, यिनीहरू पनि एक थान ल्याउन सक्नुहुन्छ। र यसमा एउटा म जानकारी आफ्नो अनुभवको दिउँ। मैले अस्ति 4-5वटासम्म पेन ड्राइभ ल्याएको हो। यसमा लगेजमा तपाईँले कसरी ल्याउन सक्नुहुन्छ, मैले चाहिँ ल्याएको र यो चाहिँ 1 थानसम्म चाहिँ केही रोकथाम नगर्ने रहेछ।
र अर्को छ मोबाइल कतिवटा ल्याउन दिन्छ, सबभन्दा महत्त्वपूर्ण कुरा भनेको मोबाइल हुन्छ। श्रम स्वीकृति गई विदेशबाट रोजगारीमा लगातार 6 महिनामा काम गरी आउनेलाई थप एक थान मोबाइल भन्सार प्रक्रिया पुरा गर्नुपर्ने 6 महिनाभित्रमा ल्याउन सक्नुहुन्छ। 6 महिना बसेर अथवा भिजिट होइन काममै गएर ल्याउन सक्नुहुन्छ। र अर्को छ यहाँ टेलिभिजनको लागि श्रम स्वीकृति बिसकी रोजगारमा गई लगातार कम्तीमा 12 महिना काम गरी फर्किँदा सामाजिक सुरक्षा कोषमा सूचित भएका यात्रुको हकमा जुनसुकै आकार प्रकार एक थान टिभी त्यस कोषमा सूचित नभएका हकमा 32 इन्च एक थान टिभी साथमा ल्याउन महसुल छुट दिइनेछ। यसको मतलब तपाईँले श्रम स्वीकृति नगर्दा पनि 12 महिनासम्ममा ल्याउन सक्नुहुने रहेछ। एक थानसम्म 32सम्मको ल्याउन सक्नुहुँदो रहेछ, त्यसमा चाहिँ छुट दिने रहेछ है त। र अर्को छ भन्सार, यहाँ छ भन्सार तिरेर साथमा ल्याउन पाइने वस्तुहरू। भन्सार तिरेर त जे नै पाइहाल्यो, यो त अब के भन्नु, त्यो पनि यसमा पनि लिमिटेड लगाइदिएछ। लुगाफाटा बडीमा 15 थान, जुत्ता 15 थान छन्, कस्मेटिकमा 15 थान छन्, चुरोटको तपाईँको 200 खिल्लीसम्म चुरोट पाउने रहेछ। यहाँ पनि चाहिँ 50 खिल्लीसम्म सिगार पनि पाउने रहेछ सुत्तेजन्यमा, यो तर पैसा तिरेर रहेछ। घरायसी उपकरणमा एक एक सेट रहेछ, एक एक सेट यिनीहरू नि तपाईँहरूले पैसा तिरेर एक सेट रहेछ। स्पिकर, मिक्सर यो रहेछ, यिनीहरू चाहिँ फ्रीमा हो। मैले चाहिँ अस्ति ल्याउँदा मैले फ्रीमा ल्याएँ, केही रोकथाम भएन। र यस्तो खाद्यान्न प्रकार 10 किलोसम्म ल्याउन सक्नुहुन्छ। पेसावर दक्षताको लागि आवश्यक पर्ने सामान 2 थान ल्याउन सक्नुहुन्छ। यसमा अझै पूर्ण तपाईँहरूलाई मैले यतातिर अघि साररी देखाइनँ। यो कुराहरू तपाईँले अझै बुझ्नु भएको छैन भने म मेरो भिडियोको लास्टमा मैले पिडिएफ फाइल दिनेछु अथवा वेबसाइट दिनेछु, मलाई सम्पर्क गरेर मलाई सोध्नु होला। म तपाईँलाई पठाइदिनेछु वाट्सएपमा। धेरै सोधिने प्रश्नहरू साथमा टिभी ल्याउन सम्बन्धमा यो कुराहरू तपाईँले पढ्न सक्नुहुन्छ। साथमा टिभी ल्याउने सन्दर्भमा के छ, यिनीहरू तपाईँले आफैले पनि पढ्न सक्नुहुन्छ। श्रम स्वीकृति लिई विदेशको रोजगारमा लगातार 12 महिना काम गरी नेपाल फर्केर सामाजिक सुरक्षा कोषमा सूचित भएका व्यक्तिले जुनसुकै आकार वा प्रकारका त्यस्तो कोषहरूमा सूचित नभए 32 इन्चको टिभी ल्याउँदा कुनै भन्सार महसुल लाग्दैन। यो कुराहरू ध्यान दिनु। टिभीमा कति महसुल लिन्छ, कति के। अब यो भिडियो धेरै लामो हुने भएकोले म तपाईँहरूलाई जुन विस्तृत रूपमा थियो यो कुराहरू मैले तपाईँलाई सम्पूर्णलाई जानकारी दिएँ। यो सब जानकारी थप जानकारीको लागि नेपाल भन्सार विभागमा गएर यो नम्बरहरू हुन्छ, टोल फ्री नम्बरहरू यो साइटमा गएर, यो वेबसाइटमा अथवा युट्युब च्यानलमा गएर र यो फेसबुकमा गएर तपाईँले विस्तृत जानकारी लिन सक्नुहुन्छ। र अर्को तपाईँलाई यति नै हो, मैले जति भन्नुपर्ने कुराहरू थियो तपाईँहरूले बुझाउने तरिकाले भने। सुन र गहनाको खण्डमा यहाँ दिइरहेको छु, पुरुषले चाहिँ 25 ग्राम, महिलाले 50 ग्रामसम्म ल्याउन थप 50 ग्राम सुनको गहना साथमा ल्याउँदा प्रचलित दर बमोजिम महसुल लाग्ने छ। यो कुराहरू तपाईँ ध्यान दिनुहोला। यस्तो छ आजलाई भिडियो। अब यहीँ टुङ्गौँ। विस्तृत रूपमा अझै यहाँ सिङ्गल नै छ। लगातार कम्तीमा 12 महिना काम गरी फर्किँदाखेरि तपाईँले के दिएछ भने जुनसुकै आकार वा प्रकारको एक थान टिभी चाहिँ ल्याउन सक्नुहुने रहेछ। 32 इन्चको एक थान टिभी र मोबाइल पनि एक थान रहेछ, एक थानभन्दा माथिको यो चाहिँ रहेन रहेछ। अब जानकारीको लागि अब त्यही अघि त मैले भनिहालेँ। अर्को छ वैदेशिक मुद्रा भन्सारमा घोषणा गर्नुपर्ने सम्बन्धी सूचना। यो चाहिँ म अलि भिडियो अलि लामो भएकोले तलकोले म अलिक पढेर सुनाइनँ। तपाईँ पनि आफै यो वेबसाइटमा गएर आफै पनि गएर मजाले पढ्न सक्नुहुन्छ। विस्तृत रूपमा पढेर जानकारी लिनुहोला। हस् त आजलाई भिडियो यति नै। जय नेपाल, नबुझेको कुरा सोधिदिनु होला। थ्याङ्क यू सो मच।